ल मामा भान्जीले एउटा कुरा सिक्ने ल ल यो चाहिँ पछि ठुलो मान्छे हुँदा ठुलो मान्छे हुन्छ नि हो त्यतिखेर पनि काम लाग्छ अहिले पनि काम लाग्छ ल हजुर हुन्छ मामा भन्न नचिनेको मान्छेले नि भान्जी यस्तोमा हुन्छ नि यस्तो यहाँ 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 र मामालाई यस्तोमा छुयो भने नि नचिनेको मान्छेले छुयो भने स्कुलमा छुयो भने नि सरलाई भन्नु ल अनि यता यता छुयो भने चाहिँ मम्मीलाई कि मलाई भन्नु हस् अनि यता हेर अनि यसरी यो पछाडि हुन्छ नि हाम्रो चाकको पछाडि हुन्छ नि भान्जी हजुर भन फेरि भन्दैन त हजुर भन मामालाई हो यहाँ चाकको पछाडि नचिनेको मान्छेले यसरी गरेर छुयो भने पनि मामालाई भन्ने ल जतिचोटि भन्थ्यो नि मलाई त्यसै गरे अरूले गर्छ नि मलाई भन्छ त्यतिखेर म चक्लेट किनेर दिन्छु ल भन्नु चाहिँ पर्यो ल मामालाई ल अनि यहाँ यस्तोमा पनि गरेर यसरी गरेर गर भने नि मलाई भन्नु ल अनि स्कुलमा गऱ्यो भने सरलाई भन्नु कि म चक्लेट दिन्छु ल पापा हस् भान्जी ल कस्तोमा छुनु हुँदैन रे भान्जी